लहे आज कर्णालीको प्रवेशद्वार सुर्खेतको इतिहास र त्यहाँ लुकेका रहस्यहरूबारे चर्चा गरौं। नेपालगञ्जको पश्चिममा रहेको यो ठाउँमा आधुनिकता र प्राचीन श्रापका डरलाग्दा कथाहरू अनौठो गरी ठोक्किन्छन्। खासमा सुर्खेत भनेको तराई र दुर्गम कर्णाली प्रदेशलाई जोड्ने एउटा एकदमै महत्त्वपूर्ण सांस्कृतिक प्रवेशद्वार हो। साना राज्यहरूबाट सुरु भएको यो क्षेत्र कसरी आजको यस्तो व्यस्त ट्रान्जिट हब बन्यो त हेरौं। आधुनिक उपचार आउनु धेरै अघि नै थारू समुदायले यहाँको औलो लाग्ने जंगलमा आफूलाई ढालेका थिए नि। तर आज कर्णाली राजमार्ग बनेपछि वीरेन्द्रनगर पश्चिम नेपालकै सबैभन्दा चाँडो विकास भइरहेको सहर बनेको छ। यहाँको इतिहास एकातिर देउती बज्जैको शक्ति र अर्कोतिर काँक्रे विहारको 12औं शताब्दीको प्राचीन वास्तुकलामा झल्किन्छ। अचम्मको कुरा त के भनी त्यति भव्य काँक्रे विहार मन्दिर कसरी यसरी खण्डहलमा परिणत भयो होला? विज्ञानलाई मान्ने हो भने विनाशकारी भूकम्प वा प्राकृतिक प्रकोपले नै यो ढुङ्गे मन्दिर भत्काएको हुनुपर्छ। तर स्थानीय लोककथाहरूले चाहिँ कुनै भयानक दैवी श्रापले यस्तो भएको मान्छन्। यहाँ अझै पनि डरलाग्दो माहौल छ। भग्नावशेष मात्र होइन, यहाँको बाक्लो जंगलमा राति अनौठा बत्ती बल्ने र मान्छे हराउने कुराहरू अझै सुनिन्छन्। प्राचीन मन्दिर र दरबार जोड्ने लुकेका सुरुङ्गहरू पनि छन् भनिन्छ, जुन सायद शासकहरूले युद्धमा भाग्न बनाएका थिए। नजिकैको भेरी नदीको खतरनाक वहावलाई पनि स्थानीयहरू पानीका रक्षक आत्माहरूको रहस्यमय शक्तिसँग जोडेर हेर्छन्। तर यति धेरै आधुनिकीकरण हुँदा पनि सुर्खेतमा यस्ता रहस्यमय र डरलाग्दा किंवदन्तीहरू कसरी टिकिरहेका छन् त? खासमा यहाँको बाक्लो कुहिरो, अलिखित खण्डहर र पुराना पुस्ताका कथाहरूले गर्दा नै यो रहस्यमय माहौल बचेको हो। साँच्चै भन्नुपर्दा सुर्खेत यस्तो ठाउँ हो जहाँ प्रमाणित ऐतिहासिक तथ्य र डरलाग्दा लोककथाहरू सँगसँगै बाँचिरहेका छन्। के कर्णाली प्रवेशद्वारका यी रहस्यहरू कहिले खुल्लान् वा सुर्खेतको कुहिरोभित्र सधैँका लागि यसरी नै लुकेर रहलान् त?